everyone, this is me Pooja and mommy पनि हुनुहुन्छ। आज हामी कालिम्पोङ मन्दिर दर्शन गर्न जान लाग्यो। So let's go. Hello. अहिले चाहिँ हामी 5 खाल गऱ्यौँ अनि त्यस पछाडि बाहिर अँध्यारै छ चाहिँ सो केही पनि देखिँदैन सब कुरा स्लिपिङ बल्ल उज्यालो भयो एकैछिन निधाएको कहाँ जान कालिम्पोङ हाई भनिदियो सबै ओइ 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 के छ जाडो छ जाडो अनि हामी खै तिमी कस्तो बनेर आइदियो राम्ररी देखा ल टर्न गर टर्न घुम ज्याकेटै छैन जाडो ज्याकेटै छैन ल्याएन हामीले राम्ररी बनेर आएको हेलो एभ्रिवान हाम्रो हामी चाहिँ कहाँ आइपुग्यौँ दोलखा आइपुग्यौँ हाम्रो हालत यस्तो छ अनि यहाँको वेदर इज केही पनि देखाएको छैन आज हामीलाई फिलिङ्स छ हामी मुस्ताङ आएको जस्तो फिल भइरहेको छ केही देखाएको छैन यो है ल पछाडिको ब्याकग्राउन्ड हजुरहरू नै हेर्नु सक्नुहुन्छ केही हामीले पातलो एउटा धन्नले एउटा ज्याकेट लगायो भित्रबाट पातलो पातलो लुगा छ सबको यहाँ त झन् केही देखेकै छैन ब्ल्याङ्केट ए उहाँ पनि हुनुहुन्छ यता मुस्ताङ जाने भनेर आउनु भएको थियो दोलखा ल्याएर ओह्रालिदिनु हो ऊ यार केही नदेखाएन ल लिटरल्ली धन्नले एउटा क्याब We are very happy and we are enjoying this view and you is so small. In English it's called soft, in Nepali it's called you. छ्याप्पै जस्तो यु भन्छ नेपालीमा स्नो भन्छ कति राम्रो देख्यो यार This is the view and हामी यसरी जान लागिरहेछौँ फिलहाल This is the view अनि एक्सपिरियन्स्ड यो सिचुएसन झेल्नुपर्छ भनेर हिउँ परेन भन न बिजोग हुन्छ गाडीको भने मैले त्यही भएर भनेको हिउँ पऱ्यो भने यस्तै हुन्छ बाटो खत्तम माथिबाट यस्तो हिउँ झरिरहेको छ एक्सपिरियन्स राम्रो पनि लागिरहेछ तर डर पनि लागिरहेछ पानी पऱ्यो भने ओ गड पानी पर्थेन लटिन्छ लटिँदैन तर पनि गाइजहरू अब आफै पछाडिको ब्याकग्राउन्ड चाहिँ यस्तो छ यहाँ सुमन अङ्कल आन्टी मेरो आन्टी आन्टीको दिदीहरू दिदीको बहिनी दिदी ए यहाँ अर्को आन्टी छ नि यहाँ हाम्रो यो आज के हो के हिजोको भइरहेको न्युज हिजै बेलुका आउँथ्यो कि आज बिहान आएको न्युज हो के हो वेलकम मम्मी र खै अम्मा बाइकहरूको स्थिति Hi everyone! रमाइलो पनि भइरहेछ
गाडी लाग्छ ओइ त्यो कति राम्रो देखिया त्यो टिकट कालिम्पोङ माता कि जय हाम्रो फ्यामिली यता हेर्छौँ सबजना ल हुन्टे जम्मा एउटा खम्मा त है हुन्टे अब अर्को खम्मा त आइसक्यो भने कहाँ 6 मिनेट लाग्यो 3 मिनेट होला भने अब अर्को खम्मामा त ओर्लिडी हो 3 मिनेट जम्मा कपी ब्यालेन्समा बसिरहेको हुन्छ अदुवा खान्छस् हामी चाहिँ बल्ल ओर्लेन केबिन कार्डबाट बल्ल मन्दिर आइपुग्यो भित्र भित्र चल्टो खेल्ने धन्दाले आइपुग्यो मन्दिर बाटो डर लाग्दो अलि धेरै लिनु न फ्यात्त फाल्नु न यहाँ चाहिँ हिउँमा नाम बनाउने कार्यक्रम हामी गर्दैछौँ ल ल ल के को पानी त अलि खान राख्नु पर्ने है ल थोड़ा सा मकई का दोलखामा माम खानु लाग्यो कस्तो भइसक्यो अब म भोलि बिरामी हुन्छु हामी घर आइपुग्यौँ 10:30 गुड नाइट सबलाई फर वाचिङ